रामेछाप जिल्ला सदरमुकाम मन्थली सुन्दर नगरी मन्थली स्वच्छ सफा हरभरा मन्थली रामेछाप जिल्ला सदरमुकाम मन्थलीको ताजा आजको चाहिँ अपडेट छ। यो पुरै रमाइलो छ, रमाइलो बस्ती छ। सबैजना मित्रहरूले चाहिँ मन पराइदिनु होला। यो हाम्रो रामेछाप जिल्लाको सदरमुकाम मन्थली, यो भन्ज्याङ मेन बजार, यो चाहिँ ठ्याक्कै हाम्रो मेन बजार हो। यो देखिरहेको बजार। सम्पूर्ण मित्रलाई नमस्कार। म प्रयास घिसिङ तामाङको तर्फबाट लासो फ्याफुल्ला भन्न चाहन्छु। यो अति नै रमाइलो सिनहरू, भ्यूहरू यहाँबाट देखिन्छ। रमाइलो बस्ती छ। यो पुरै डाँडाकाँडा देखिन्छ। यो पुरै रमाइलो बस्ती हो। सदरमुकाम रामेछाप मन्थली प्रदेश नम्बर 3 अन्तर्गत पर्दछ। यो चाहिँ माथिको टापु डाँडा चाहिँ तपाईँको नेपाल आर्मी क्याम्प छ माथि डाँडामा। र यो हाम्रो चाहिँ स्टुडियो कार्यालयको क्वार्टर पनि देख्दै हुनुहुन्छ, तपाईँले देख्न सक्नुहुनेछ। माथि अलिकति जङ्गल छ, अलिकति त्यो माथि बजारकै नजिक माथिल्लोपट्टि यो लामो चाहिँ यो हाम्रो चाहिँ यो देखिरहेको भवन चाहिँ माथिको चाहिँ यहाँ हरेक विभिन्न कार्यक्रमहरू हुन्छ। त्यहाँ पार्टीका कार्यक्रमदेखि लिएर बैठकदेखि लिएर अधिवेशनदेखि लिएर सबै हुन्छ। यो चाहिँ रमाइलो बस्ती छ। यो चाहिँ काठमाडौँतर्फ जाने सडक पर्दछ। यो हाम्रो चाहिँ मदन भण्डारी आशिष चोकबाट हुँदै आउँछ यता। यो चाहिँ हाम्रो काठमाडौँतर्फ जाने सडक, मेन सडक हो भन्न चाहन्छु। यो पुल क्रस भएपछि यतातर्फ चाहिँ हाम्रो चाहिँ काठमाडौँतर्फ लागिन्छ भन्न चाहन्छु। ओके, बाई। सम्पूर्ण मित्रहरूलाई नमस्कार। है साथीहरू, रमाइलो बस्ती छ, पुरै रमाइलो छ। यस्तो ठाउँमा चाहिँ हामीले आज चाहिँ भिडियो कैद गर्दैछु। र हाम्रो वृद्ध आश्रम पनि यहाँ देखिराख्नु भएको छ। यो वृद्ध आश्रम चाहिँ तपाईँको चाहिँ हाम्रो वृद्ध बुढापाकाहरू चाहिँ बस्ने भवन हो। यस्तो छ, रमाइलो छ भन्न चाहेँ। आज मैले विशेष गरेर हजुरलाई चाहिँ भिडियो अपडेट गर्न चाहन्छु। विशेष गरेर प्रकृतिले अलिकति साथ दिएको छैन, अलिकति मधुरो आएको छ माथि टपको डाँडा। यस्तै छ है हजुरहरू। ओके सबैलाई बाई। माई नेम इज प्रयास घिसिङ लामा, डिस्ट्रिक्ट रामेछाप, कन्ट्री नेपाल, भिलेज मन्थली। ओके बाई सम्पूर्ण मित्रहरूलाई। ओके बाई।